जाजरकोट कुशे गाउँपालिकाको वडा नम्बर 2 मा अवस्थित एक सुन्दर तथा ऐतिहासिक गाउँ हो टालेगाउँ। कर्णाली प्रदेशको पहाडी भूभागमा रहेको यो गाउँ प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र सामाजिक एकताले भने भरिपूर्ण छ। नमस्ते, म नवीन समर्पण साई। हाम्रो एउटा अर्को नयाँ भिडियोमा तपाईहरु सम्पूर्णलाई सुस्वागतम। यहाँका मानिसहरू श्रमजीवी छन्, सरल छन्, तर सपना भने ठूलो बोकेका छन्। खेतीपाती, पशुपालन, वैदेशिक रोजगारीमा आधारित जीवनशैलीले नै यहाँको जनजीवन चलिरहेको छ। सांस्कृतिक र परम्परा, जातीय र धार्मिक विविधता पाइने यस गाउँमा दशैं, तिहार, माघे संक्रान्ति, देउडा, चण्डी पर्व आदि यस गाउँका विशेष चाडपर्वहरू हुन्। यस गाउँका मुख्य समस्याहरू यातायातको राम्रो व्यवस्था छैन, स्वास्थ्य सेवा, सञ्चार सुविधा र शुद्ध खानेपानीको अभाव जस्ता धेरै कुराहरूमा यो गाउँ खट्किरहेको छ। शिक्षा, गाउँमा केही प्राथमिक र निम्न माध्यमिक विद्यालयहरू त छन्, तर अझै पनि गुणस्तरीय शिक्षाको अभाव महसुस गरिन्छ। यस टालेगाउँमा सडक आएसँगै यहाँका बासिन्दाहरूको मुहारहरू त केही फराकिलो भए तापनि, तर दिनौं यही सडकको बाटो हुँदै विदेशी युवाहरूको लर्को भने कति पनि लाग्न छाडेको छैन।